जय सनातन मिता। जय सनातन। तो मिता काल खमा राष्ट्रपति कार्यालय में गेल रहे जैन जी के टीम सब, तो अपने के की बुझा रहा उनका सबके जे मांग मुद्दा सब छे, तो उ सब वही सब पर संशोधन करते अथवा कार्यान्वयन में जल्द से जल्द लाइव सके, जे तरीका से जैन जी ग्रुप सब मांग कर रहा है कि है ना हामीलाई काम चाहिए, कारवाही हुनु पर्यो हैन, त्यो पनि छिटो भन्दा छिटो। त त्यति सजिलो छ। अनि प्रधानमन्त्री सुशीला कार्की जी उहाँले एक्सन त्यति छिटो लिनुहुन्छ कि के कस्तो लाग्दैछ तपाईलाई आफ्नो विचार? यसमा अहिले देशको जल्दो बल्दो समस्यामा अहिले जुन जेनजीको जुन चाहिँ राष्ट्रपति भवनमा गएछ नि कार्यालयमा निवेदन दर्ता गराउनको लागि, त्यो ठिकै छ, वो राष्ट्रपतिले सिफारिस गर्छ प्रधानमन्त्री कहाँ, तर अहिलेको जो अन्तरिम जो सरकार छ नि, यो सरकारको 3 एजेन्डा हो। 3 एजेन्डा मध्येमा सुशासन नहुँदाखेरि देशमा यति अन्यल बढेछ, देशमा सुशासनै छैन। त प्रधानमन्त्रीले सुशासन जहाँसम्म सुशासनको पालना गर्नुहुन्छ त्यसै अन्तर्गत जेनजीवालाहरूले के उसको मागहरू छ त्यो हामीहरूलाई अहिले त हेरौँ न, अहिले निवेदनै दिया छ के कसो गरिरहेछ। अब त्यहाँ निवेदन दर्ता भएछ, दर्ता भएपछि राष्ट्रपतिले चाहिँ सिफारिस गर्नुहुन्छ उहाँ प्रधानमन्त्री कहाँ, प्रधानमन्त्रीले के गर्नु। हामीहरू यो पनि हेरौँ न, सुशीला कार्की नै एउटा भिडियो सुशीला कार्कीको भाइरल भएको थियो कि उहाँले आफ्नै मुखबाट भने थियो कि प्रधानमन्त्रीले चाहियो भने 5 दिनमा कार्यान्वयन हुन्छ। अनि वहाँ आफै ठाउँमा पुगिसकेपछि के 2 महिना भइसक्यो, 2 महिना भएन त, अनि आफैले गर्न सकिरहेको छैन। त प्रधानमन्त्री नहुँदाखेरि 5 दिनमा गर्छु भने त्यो गर्नु भनेको वातावरण बन्नु हो। त्यो प्रति देश बनाउनलाई एउटा घर राम्रो बनाउनलाई जस्तै सबै सदस्यको जिम्मेवारी छ नि, एउटा देश बनाउनलाई, राम्रो देश बनाउनलाई, नयाँ नेपाल बनाउनलाई, नयाँ उन्नति प्रगति देशमा बनाउनको लागि सबैलाई त्यस्तै भूमिका राम्रो बनाउनुको तर्फ जानु पर्यो। त्यसमा सबैको छैन नि। तपाईले भनेको कुरा ठीक हो, राम्रो बनाउनु तर्फ जानु, तर उहाँहरुको के पहिला के माग थियो फर्स्ट नम्बरमा, त्यो भ्रष्टाचारीहरूलाई समाउनु पर्यो हैन, त्यो काम त फास्ट हुनु पर्ने थियो नि। अरूमा देश बनाउनमा धेरै प्रक्रिया अपनाउनु पर्छ, धेरै समय लाग्छ, त्यो एउटा ठाउँमा छ। तर मेन मुद्दाहरू उहाँहरूको त थियो कि उहाँहरू भ्रष्टाचारी। हाम्रो नियम विधानले कानूनले के बताउँछ भने या कुनै सर्वसाधारण जनता होस् या प्रधानमन्त्री होस् या कुनै पदको ओहदाको मान्छे होस्, तर यस्तो भन्न मिल्छ जुन प्रधानमन्त्रीको अभिव्यक्ति दिनुभएको थियो कि कसैको बाउको हिम्मत छ, गल्ती प्रमाणित भइसकेपछि उहाँलाई समाउने वाला कोही छैन, त्यो त उहाँहरूमाथि कानून छ कि छैन। तर यस्तो किसिमले भन्न अब आगोमा घिउ हाल्ने जस्तो भयो। अहिले जेनजीको आन्दोलन छ, कुनै देशमा समस्या परिस्थिति यस्तो छ, अब त्यसमा यस्तो भन्नु त चाहिँ के आगोमा घिउ हाल्नु हो। तर राजनीतिक कर्मीले यस्तो गर्न चाहिँ सुहाउँदैन। या देशमा उहाँहरूले कस्तो के गर्न चाहनुहुन्छ, यसलाई फेरि चाहिँ एउटा युद्धको मैदान यहाँ बनाउन चाहन्छ कि के चाहन्छ, उहाँहरूको त्यो अभिव्यक्ति हो। तर आजसम्मको 58 वर्षको उमेर हो कि म दलित भएर यो नेपालमा मैले जीवन बिताएको छु, राजतन्त्र पनि हेरेछु, प्रजातन्त्र पनि हेरेछु, संघीयता पनि अहिले हेरेछु, तर यस्तो आन्दोलनै भएको थिएन। आखिर जब आखिर जनताले कुनै यस्तो छ, जनताले चारैतिरबाट संवादबाट वार्तालापबाट हार गुहार गरेर उसले आफ्नो अधिकार पाउँदैन भने लास्ट हुन्छ कसैको आन्दोलन गर्ने, कसैको रहर हुँदैन म देशमा आन्दोलन गरौँ, देशमा म केही गरौँ, यस्तो गरौँ उत्फाल भन्ने कसैको चाहना हुँदैन। तर हामीले यो नेपालको नागरिक भएर हाम्रो हक अधिकार सहज हुनु पर्यो नि। अब अहिले नेपालमा भ्रष्टाचारी यति संघीयता आएछ, कुनै नेताको लागि मात्रै आएछ। संघीयता भनेको त होम डेलिभरी हो, जनतालाई खोजिकन अधिकार दिने हो। तर आफ्नो करारमा चाहिँ पदपूर्ति गरेछ, आफ्नो मुताबिक गरेछ, भ्रष्टाचारीको मलजल पाएछ। संघीयता भनेको यही हो।
संहितामा भनेको भ्रष्टाचारै गर्न पाइन्छ त, देशको विकास गर्न पाइँदैन। तर यहाँ त देशले त्यो हुन्छ भने म चुप लागेर बस्छु, मेरो नातिले गर्छ उसले गर्छ, कति देर चाहिन्छ? मानवै 21औं शताब्दीमा मानव चुप लागेर बस्ने मान्छे होइन। जेनजी भन्छ त म त पहाडतिरको युवाहरू केटाहरू मात्रै एक्टिभ बडी जसो देख्दैछु, मधेसतिरको त त्यति छैन एक्टिभ। त्यो मधेसको युवाहरू पनि जाग्नु पर्यो कि हामीहरू पनि जेनजी अन्तर्गत नै पर्छु। अब त्यसको गति त्यो आफ्नो ठाउँमा छ होला, उनीहरूमा जनचेतना छैन होला या उनीहरूको केही छैन होला, त्यो आफ्नो ठाउँमा छँदैछ। मधेसमा पनि पढे लेखेको युवाहरू छ, केटाहरू छ, उहाँहरू पनि बेरोजगारी बसेको छ। आन्दोलन गर्ने बेग्लै मान्छे हुन्छ, शहादत दिने बेग्लै मान्छे हुन्छ, अनि त्यहाँ पद पूर्ति कुनै हुन्छ भने त्यो ठाउँमा अर्कै मान्छे उपस्थित हुन्छ, त्यो पनि हुन्छ। त मधेसमा भन्नुहुन्छ भने त्यस्तै हो। मधेसी कोटाको लिनको लागि मात्रै मधेस बढेर जान्छ, मधेसको बारेमा उसले काम गर्दैन, मधेसको केही उसले एजेन्डा त्यहाँ लैजाँदैन। मधेसमा जति चाहिन्छ कृषिमा क्षति होस्, जति जेमा क्षति होस्, यहाँबाट लगेर सांसदमा त्यो आवाजलाई आजसम्म कुनै नेताले क्या कसैले आजसम्म भन्नु त किसानको कति क्षति भएछ, कसैले आजसम्म घरमा आएर भनेछ भाइ तपाईहरूको के कस्तो अवस्था छ? त मधेसको कोटामा उनीहरू पल्छ, उनीहरू आइसमौज गर्छ, मधेसको नाममा जे पनि गर्छ। तर मधेसको स्थिति जस्तै पुरानो रेल थियो नि, रेलवेको अवस्था दिनदिनै खस्कँदो जान्थ्यो, तर रेलवेको कर्मचारीहरू एकदम आइसमौजमा थियो। रेलवेको पंखा उनीहरूको घरमा थियो, रेलवेको त्यो लोहाको तावा कराह उसको घरमा थियो। यहाँ नेपालमा यस्तो स्थिति छ। त्यस्तो स्थिति थियो, तर आन्दोलनले परिवर्तन हुन्छ कि हुँदैन? अनि जैनजीहरूलाई हामीहरूले साथ दिनुपर्छ कि पर्दैन? एकदम दिनुपर्छ, किन दिनु पर्दैन? त्यही त मधेसतिर कहाँ देख्दैन त, मधेसतिर देख्दैनौ त्यसको कार्यक्रम या देशमा यस्तो परिस्थिति छ, यो राम्रो हो भनेर त हामीलाई नै गर्नु पर्यो। उसले कसैले भन्नुहोस् नभन्नुहोस्, यो चाहिँ आन्दोलन राम्रो हो, यसको माग राम्रो हो, यसमा हामीलाई समर्थन गर्नुपर्छ। वास्तवमा देश संहिता भनेको यो हो, हामीलाई संहितामा सबैको अधिकार सुरक्षित छ। घाँस मास कपासको ग्यारेन्टी गरेछ स्थानीय सरकारले। उसले अब अहिलेसम्म चाहिँ जनताले पाइरहेको छैन। जुन 2 मिनटमा काम हुन्छ 2 महिनामा उनीहरूको काम गराउँछ। जस्तै हामीहरू निजमा पनि हेरे मधेसको केटाहरू पनि घाइते भएछ, त मधेसको युवाहरू पनि जाग्नु पर्यो नि कि हो उहाँहरूको वास्तविकता माग हो। अनि जेनजीको पनि अस्ति एउटा पत्रकारले सोध्नु भयो थियो कि जेनजी भनेको के हो, कति उमेरदेखि कति उमेर पर्छ, तपाईहरू कुन हिसाबले जेनजी प्रमाणित गर्नुहुन्छ? त उहाँले पुरै प्रष्टै भनिदिएछ कि हामीहरूको आन्दोलनमा अब 60 वर्षको मान्छे पनि घाइते भएछ, मरेछ, 40 वर्षको घाइते पनि, कसैको बाउ मरेछ, कसैको छोरा मरेछ, कसैको बच्चा मरेछ। अब त्यो सबै जेनजी अन्तर्गत नै पर्छ। देशलाई राम्रो बनाउने तर्फ जुन मान्छे लाग्यो भने त्यो सबै नै जेनजी अन्तर्गत पर्छ। त्यो उहाँले प्रष्टै भनिदिएछ। त मधेसको युवाहरू, मधेसको बुढापाकाहरू, मधेसको पनि मान्छेहरू जाग्नु पर्यो के हो, यो वास्तविक हो। त यो त हेरिरहेको छैन। त यसमा तपाईँ के कसो कुन तरिकाले? यसमा यस्तो छ क्या, देशमा अहिले पुरै जटिल समस्या त छँदैछ। अब सबै जाग्नु पर्छ। अब हेरौँ हामीहरू, यसमा हामीहरू पनि साथ दिन्छु। जेनजी भनेको देशलाई राम्रो बनाउनु मैले नै गरेर देखाउनु पर्यो, मैले नै कुदालो कुचो लिनु पर्यो, कुनै साफ गर्नु पर्यो, कुनै खाल्टो छ भने उसलाई पुर्नु पर्यो। म गर्छु भने 10 जनाले गर्छ। देश बनाउनु त्यस्तो हो, आफैबाट सुरु गर्ने। हरेक जेनजीले आफैबाट सुरु, सबैलाई जेनजी बन्नुपर्छ। देश बनाउनुमा जो जहाँ स्तरबाट जेनजी कुनै पार्टी होइन, राम्रो काम गर्ने मान्छेलाई साथ दिन्छ जेनजीले। त्यही हो नि, राम्रो काम गर्ने नेता होस् या अथवा कुनै पार्टीको कुनै दलको मान्छे हो। जस्तै रवि लामे छामे हर सम्पाङहरू छ नि, उहाँहरू पनि एकजुट भएर जेनजीको साथ लियो भने हाम्रो नेपाल बन्छ। यहाँ साथ लिनु दिनु छँदैछ, तर नेपाल आमा हो, म त्यसको छोरो हो। आमालाई कसरी कुन हिसाबले माया गर्नु पर्यो, र यो देशमा जति जनता हो त्यो आमाको सन्तान हो। सबै सन्तान बराबर, सबैको हक अधिकार बराबरै हो। अब
मतको छुट्याउनु हुन्छ भने एउटा मागेर खाने मान्छेको जति भोटको कीमत हुन्छ एउटा प्रधानमन्त्रीले गिराएको मतको त्यतिकै नै कीमत हुन्छ। अनि सेवा सुविधा दिँदाखेरि फेरि यो काखा पाखा किन नेपालमा छ? लक्षित वर्गको लक्षित समुदायको अहिले 8-9 साल भइसक्यो संघीयता आएको नेपालमा। लक्षित समूह भनेर छुट्टै कार्यक्रम गरिबी निवारण कोषको कार्यक्रम हो, जो घाँस बाँस कपासको सबै ग्यारेन्टी गरेछ। यो प्रधानमन्त्री डाइरेक्ट उसको अध्यक्ष हुन्छ। अहिलेसम्म कुन ठाउँमा के पाएछ? पुरै भ्रष्ट भइसकेको छ। तपाईँ जुन त एउटै शीर्षकै न, जति शीर्षकमा सबैमा त्यस्तै हुन्छ। राजनीतिक प्रदूषण, वातावरण प्रदूषण, ध्वनि प्रदूषण, यो जैसे शिक्षा प्रदूषण, स्वास्थ्य प्रदूषण, यो प्रदूषण भरिदिएछ नेपाललाई। नेपाल जस्तो यो भन्दा पूर्व हामी पढेको 2041 सालमा सुन्दर शान्त र विशाल नेपाल त कहाँ छ? न विशाल छ न शान्त छ। सुन्दर त छँदैछ, आफ्नो प्राकृतिकले हामीलाई दिएको छ। त्यो त कसैको ऊ होइन, प्राकृतिकले नै दिएछ। तर शान्त र विशाल कहाँ छ? विशाल थियो, शान्त थियो होइन, सुन्दर थियो, अब छैन। सुन्दर शान्त र विशाल थियो। विशाल त उडि नै गयो, शान्त पनि उडि नै गयो। अब सुन्दर मात्रै बाँकी छ भाइ। त्यो त्यहाँ पनि अब आमाको एउटा चाहिँ त्यो लगाउने लुगा छ नि, त्यो बाँकी रहेछ। अब त्यो लुगालाई नेताहरूले कसरी बनाउँछन्? टोपी बनेर नेपालको यो हो भनेर मात्रै हुँदैन, गरेर नेपालको प्रति देखाउनु पर्यो। कति नेता त हाम्रो नेपालमा यस्तो पनि छ क्या, कब्बरसम्म त्यो राजनीतिक कुर्सी लैजान चाहन्छ। त्यस्तो नेताले कहीँ परिवर्तन हुन्छ। जति परिवर्तन आएपछि मान्छेको कुर्सी त्यही नै हुन्छ, मान्छे त्यही नै कुर्सीमा रहन्छ भने कहाँ परिवर्तन? परिवर्तन त आफ्नो मनबाट हुनु पर्यो। कसम खाँदाखेरि, त्यो शपथ ग्रहण खाँदाखेरि के भन्छ? देश र जनताको लागि काम गर्छौ। अनि त्यहाँ कमिसनको लागि होइछन्, मिसनको लागि काम नगरिकन त्यहाँ कमिसनको लागि काम गर्ने हो। संहिता बनेको यही हो। त्यसो भए अब जनताले बुझ्न सक्दैन भने त्यो हाम्रो नेपालको दुर्दशा हो। प्रत्येक नागरिकलाई, प्रत्येक नेपालको जनजनलाई जेनजी बन्नु पर्छ। आफ्नो अधिकार आफैले खोज्नु पर्छ। हाम्रो नियमको पुरै जानकारी हुनु पर्यो। हाम्रो अधिकार के हो? जनचेतनामूलक कार्यक्रम, उसको शिक्षा दिनु पर्यो कि तपाईँको नेपालको नागरिक भएको नाताले तपाईँहरूको यो अधिकार हो, तपाईँ यो अधिकार लिनु, यसमा यो प्रक्रिया हो। उसलाई चाहिँ जनतामा माझमा गएर बुझाउनु सम्झाउनु पर्यो अधिकारको लागि। तर दिएको, राज्यले दिएको अधिकार यहाँ भेट्दैन, पाउँदैन। मोटो किताब छापेर हुन्छ, फलानो शीर्षकमा यति बजेट, बिजुलीमा यति बजेट, कृषिमा यति बजेट, त्यो किताबमा लेखेर नै चाहिँ रातोरात चाहिँ सबै भइहाल्छ। 12 महिनामा काम नगरेको एक रातमा काम भइहाल्छ। यही हो। लास्टमा साथीहरूलाई भनिदिनु, अर्को भिडियोमा हामीहरू भेट्छौँ। अर्को भिडियो के एउटा सन्देश भनिदिनु कि जयनजीको जति साथीहरू छ सबै कमेन्ट गर्नु। हामीहरू जान्न चाहन्छौँ कि मधेसमा, अनि पहाडको त ठिकै छ, पहाडको साथीहरू पनि कमेन्ट गर्नु, तर मधेसमा कति जयनजीको साथ दिने मान्छेहरू छ भनेर। कसैको साथ दिने ऊ भएन, सच्चाइको साथ दिने भयो आफ्नो देश बनाउनको लागि। त कति हाम्रो जयनजीको साथ दिने साथीभाइहरू छ, सबै कमेन्ट गर्नु। एउटा राम्रो सन्देश जाओस् कि जयनजीको पनि मान्छेहरू छ। भाइ हामी नै जयनजी छु। 2000 कतिदेखि हामी चाहिँ दलित भएर कुनै धेरै अधिकारबाट वञ्चित भएछु, अवसरबाट वञ्चित भएछु। अहिले राज्यले दिएको सेवा सुविधाबाट वञ्चित भइरहेछु। त हामीलाई त जयनजी बन्नु पर्यो कि राजले दिएको सेवा सुविधा हामी सहज पाऊ, भ्रष्टाचारी हुनु पर्दैन। राज्यले गरेको जो बजेट विनियोजन जनतामा जाओस्, जनताको विकास हो, जनताले सेवा सुविधा पाओस्। तर यहाँ त बिचैमा चाहिँ भ्रष्टाचारी भइरहेछ। झोलेहरूले के गरेर कोटा सोटा छुट्याएर कमिसन गरेर गरिरहेछ। तपाईँ जयनजीको साथमा पुरै म आफै जयनजी हो। म जयनजीको साथीहरूसँग सम्पर्क नभए पनि मेरो मन चाहिँ जयनजी हो। मैले देशको परिवर्तन चाहन्छु, परिवर्तन खोज्न चाहन्छु, भ्रष्टाचारीलाई अन्त्य गर्न चाहन्छु। साथीहरू यो भिडियोलाई
तपाईहरु यति सहयोग गर्नु कि लाइक गर्नु कि जेनजीसम्म पुगोस् हैन। ठिक छ, आफ्नो ठाउँमा काम गरिरहेको छु। म आफै खुद जेनजी हो, मेरो 58 वर्षको उमेर हो। मैले सबै यहाँ दुःख भोगेको छु, अहिलेसम्म दुःख भोगि नै रहेको छु। राज्यले दिएको सेवा सुविधा पनि अहिले हामी पाइरहेको छौँ, सहज कुनै जनताले पाइरहेको छैन। त तपाईले त काठमाडौँ हुनु पर्यो, काठमाडौँमा अहिले काठमाडौँमा हुनु पर्यो। मसँग त्यति उ छैन, साधन छैन, कुनै कारणले म जान सक्दैन। तर यहाँमा स्वरमा स्वर त मिलाउँछु नि। त ठिकै छ, मिलाउनु छ त संगठन पनि बनाउनु पर्यो नि जेनजीको। जेनजी त सबै एउटा कार्यक्रम गर्नु छ, देशको चाहिँ बल्दो स्थिति गर्नु छ। तपाईहरुलाई के चाहिन्छ? सेवा सुविधा नचाहिन्छ? सेवा सुविधा पाइन्छ, यो बाटो हो, यो बाटो रोज्नु, बाटो देखाइदिने हो। त जनता कसैको अब जेनजी आन्दोलन भन्नेको एउटा मलाई म चाहिँ मानव अधिकारमा पढेको थियो कि जनताले कसैलाई जिरोमा छ नि मान्छेलाई 100% मा लग्छ, माथि उचालेर लग्छ जनताले। अनि जनताले नै त्यो माथि गएको मान्छेलाई जिरोमा झार्न सक्छ भने जनता जनता सर्व पर्यो। देशमा कस्तो शासन ल्याउनु चाहन्छ, कसलाई अन्त गर्न चाहन्छ, त्यो सबै स्वतन्त्रता जनताको हो नि। हामी वंशजको हिसाबले कसैलाई भोट गर्छौं भने त्यसै शोषितको हिसाबले हामी कुनै गर्छौं, कसैको लोभ लालचको हिसाबले कसैको समर्थन गर्नु होइन। हामी स्वतन्त्र नेपाली स्वतन्त्र हो, स्वतन्त्र हिसाबले मतदान गर्नु, स्वतन्त्र चाहिँ एकदम छविको मान्छे चुन्नु, यो कसैको वंशजको हिसाबले जनता स्वतन्त्र हुनु पर्यो। कसैको वंशजको हिसाबमा मैले फलानैको मतदाता छु, मेरो बुवा बाजे बजाजे फलानैको थियो, त्यो हुँदैन। जेनजी भनेको आफ्नैबाट परिवर्तन गर्नु पर्यो, अनि अरूको देशको परिवर्तन, समाजको परिवर्तन गर्न पाइन्छ, त्यस्तो हुँदैन। ल त मिता फेरि भेटौँला भाइ। योमा साथीहरू कमेन्ट पनि गर्नु होला। हामी त कति नगीरता आन्दोलनदेखि, मधेस आन्दोलनदेखि, अनि त्यसको के अरे एकल महिलाको आन्दोलनले हामी पीडित भएर यहाँ बसेछु। आफ्नो अधिकारको लागि पनि आन्दोलन नै गर्नुपर्छ। त्यस कारणले यसमा जेनजीहरूलाई पनि म अहिलेसम्म चिने जाने त छैन, तर देशमा हामी पनि जेनजी हो भन्ने म त्यही भन्न चाहन्छु। अब यसमाथि कसैलाई कमेन्ट या कुनै सर सल्लाह सुझाव दिनुहुन्छ भने कृपया यो मोबाइल नम्बरमा दिनु होला। पर्यो के गर्नु पर्यो त्यो सबैमा हामी चाहिँ एकदम सक्रिय भएर काम गर्छौं। देशमा हामीलाई पनि परिवर्तन चाहिन्छ।